अल्छी लागेको बेला खाने अचारको रेसिपी। तर कि यो अचार चाहिँ फेरि अल्छी नलागेको बेला बनाउनु पर्छ नि। कहिलेकाहीँ खाना खाने बेलामा अचार बनाउनु नभएको बेलामा अचार छैन भनेर सोधेपछि कस्तो लाग्छ नि त। त्यही भएर मैले पनि यो अचार त्यो बेलाको लागि बनाएको थिएँ कि फर्स्ट टाइम। कि अरूको भिडियोमा देखिरहेको थिएँ एकदम हेल्दी अचार रे भनेर। के हो भन्दाखेरि मेथीको अचार रे। त्यही भएर मैले पनि मेथीको अचार बनाउने सोचेर अनि मेथीलाई भिजाइदिएँ होइन। 200 ग्राम जति मेथीलाई 4 दिन जति भिजाएको यतिको उम्रिएछ होइन। अनि त्यही भएर मैले पनि हो भनेर टक्क भुट्ने कुराहरू रेडी गरेँ। त्यसमा चाहिँ मैले जिरा धनियाँको दाना अनि मरिच र टिमुर लिएँ अनि त्यसलाई भुटेर पिसपास गरेँ। अनि तेल तताएर लसुन फुराएँ होइन। अनि के खोर्सानी भन्दा चाहिँ यो हरियो खोर्सानी अलिक बेटर होला जस्तो लाग्यो त्यही राखेँ। अनि यो पाउडर नहालेपछि त अलिक कस्तो कस्तो होला भनेर मैले कसरी लाल मिर्च हालेँ होइन। अमिलोको लागि चाहिँ भिनेगर युज गरेँ। भिनेगर चाहिँ मैले 2 स्पुन जति युज गरेको थिएँ। अनि सबैलाई मजाले फुराएर मिक्स गरिसकेपछि अनि मेथी पनि लास्टमा हालेर मिक्स गरेँ। एकछिन अब छोप्ने कि नछोप्ने भयो कि किनभने मैले फर्स्ट टाइम पकाइरहेको थिएँ नि त। अनि त्यही पनि छोपिदिएँ। अनि नुन बेसार मजाले टेस्ट अनुसार हालेँ। अनि छोप्दै पकाएको त ओहो लास्टमा त कस्तो राम्रो देखेँ कि ला मैले पनि फर्स्ट टाइम यति राम्रो अचार बनाउने रहेछु भन्ने भयो है। अनि पाकिसकेपछि टक्क डब्बामा राखेँ। अनि झन् राम्रो देखियो। टक्क फोटोसोटो खिचेर ओहो यो त टिकटकमा हाल्नुपर्छ भयो। मैले यसरी फोटो राखेँ। अनि यो चाहिँ हेर्दा भन्दा खाँदा एकदम मिठो भएको थियो कि। अनि तपाईँहरू पनि यसरी घरमा बनाएर हेल्दी अचार खानु होला है।